आज चाहिँ होममेड पिज्जा बनाऊ है त। यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ बोइल गरेर राखेको आलु र साइडमा प्याज, खुर्सानी र मशरुम छ र यता साइडमा चाहिँ मैले घरमै बनाएको यो हट एन्ड स्पाइसी टोमेटो केचप। यो चाहिँ मैले यस्तो खालको उखलीमा बनाएको हो र यो चाहिँ गहुँको डो भयो। डोलाई चाहिँ मैले यसरी नै हातले राम्रोसँग फिजाए, यो बेलनाले नगरिकन आफैले हातैले फिजाए। त्यसपछि प्यान तताएर प्यानमा थोरै तेल राखेँ। तेल राखिसकेर तेल तातिसकेपछि मैले पिज्जाको बेसलाई राखेँ प्यानमा राखेर दुवै साइड राम्रोसँग सेकिसकेपछि चाहिँ त्यसमा चाहिँ म राख्ने छु हट एन्ड स्पाइसी केचप राखेँ मैले। केचप राम्रोसँग स्प्रेड गरिसकेपछि अघि बनाएको यो आलु फ्राई र मशरुम, प्याज अनि खुर्सानी फ्राईलाई मैले राम्रोसँग मिलाएर राखेँ। त्यसपछि मैले चिजले टप गरिदिएको छु। चिजले टप गरिसकेपछि मैले 10-15 मिनट चाहिँ मिडियम एकदमै लो हिटमा यसलाई कभर गरेर पकाएँ र यो रेडी भयो।